हेलो फ्रेन्ड्स, नमस्ते सेवाट यसले खाम्री एन्ड म चाहिँ आज बिहान उठेँ किनभने मलाई आज बिहानै बाबाले उठाउनु भयो होइन। बाबा चाहिँ आएर छिटो उठ, गुड मर्निङ छोरी भनेर मैले गुड मर्निङ बाबा भने होइन। छिटो उठ्यो छिटो सेनेसिङ गरेर अब म चाहिँ माथि धन्दा लगाउनु गएको भनेर बाबा चाहिँ बाई बाई गर्नुहुँदैछ हो। जङ्गल लुगामा छोएपछि साथीभाइ भन्नुहुँदैछ हो। अन्त त्यसको त अब मैले छिटो छिटो उठेँ होइन। यस्तो दामी दिन भएको थियो, मैले छिटो छिटो उठेर लुगा पनि सुकाइहालेँ होइन। यति बेसी लुगा थियो होइन। अस्ति कति दिन पानी परेको थियो नि त, अन्त चाहिँ अहिले घाम लागेको छ भने छिटो छिटो गरेर यहाँ मेरो फुल हेर्नुहोस् न हो, कति दामी फुलेको छ। अन्त म फुल पनि छिटो चाहिँ गर्दैछु। अनि आफ्टर द्याट म यहाँ चिया खानु आएँ किचनमा हो, लुगा सुकाएर। अन्त यहाँ मेरो चियापत्ती दिदी चाहिँ चिया खाँदै थियो। हरेसलाई हाई, आमालाई नि हाई गुड मर्निङ भन्दै थियो होइन। बाहिर भाइ चाहिँ अब दुध तताउनु है म गएको है भन्दै थियो होइन। अन्त म चाहिँ मजाले भ्यू हेर्दै चिया पिउँदैछु। यस्तो दामी नजारा देखिरहेको थियो हेर्नुहोस् त। अन्त म चाहिँ आगो फुक्ने किचनमा छिटो गएँ, नजाँदाखेरि चाहिँ बिरालो पनि हेर्नुहोस् अझै सुतिरहेको थियो हो। अन्त यहाँ बाबा फेरि आएर फेरि अब माथि अर्को गाई दुहुनु जानु भयो। अर्को गाई दुहुनु आउनुभयो फेरि अब अर्को गाई दुहुनु जानु हुँदैछ हो। बाबालाई कुकुरले पनि पुरा साह्रो पछाउँछ, कुकुरले पनि पछ्याइरहेको छ हेर्नुहोस् न मम हो। बाबा चाहिँ बाबा यो चाहिँ बाबाको जङ्गली ड्रेस हो हेर्नुहोस् है। अन्त चाहिँ म यहाँ बिहानको लागि सब्जी पकाउँदै, किनभने सबैजना बिहान त ड्युटी जाने छ होइन। अनि 8 बजीभित्र चाहिँ म खाना सब्जी पकाइसक्नुपर्छ। अनि बाहिरको वेदर पनि हेर्नुहोस् है भन्दै म देखाउँदैछु हो। छिटो छिटो यहाँ दिदीले अमक पठाइदिनु भएको थियो, अनि त्यो अमक पनि म खान्छु। आमा र दिदी चाहिँ केसमा मेहन्दी लगाइदिनु थियो नि दिदीले आमाको। अन्त हाम्रो सर्भिस गाडी पनि गयो भन्दै दिएको छ। अनि भाइ पनि स्कुल गयो हो। बाबा भनेको चाहिँ भिडियो नगर्नु भन्दै जान्छ होइन छिटो छिटो। अन्त आफ्नो चाहिँ मैले सबैजना खाना दिएको चाहिँ भिडियो बनाउनु पाइनँ। अनि म यहाँ रुम सफा गर्दैछु हो। रुम सफा गरेको नि त आज चाहिँ सबै तोसकहरू पनि बाहिर निकालेर सुकाएँ। लुगा छ हेर्नुहोस् न, पल्लो छेउदेखि ओल्लो छेउसम्म लुगा मात्रै छ हो। अन्त यहाँ बेबी पनि भुइँमा मजाले खेल्दैछ हो। अन्त ऊ गुडियासँग मजाले खेल्छ नि त। हेर्नुहोस् त कति दामी खेल्छ। म चाहिँ नुहाएर आएर यहाँ हेर्दैछु, मलाई कस्तो देखिरहेको छ गर्ल्स कमेन्ट गर्नु भन्दै मुनि नक्कल पार्दै भिडियो बनाउँछु मोडल जस्तै होइन, तर त्यस्तो छुइनँ है। अन्त म दिउँसोको लन्च चाहिँ म यहाँ नुडल्स खाने भयौँ होइन, थोक्पा आलुसँग हो। अन्त यहाँ थोक्पा यो मालमा त मस्काउनै पऱ्यो, मलाई मालमा त झिन्झेट। त्यहाँबाट खाजा खाइसकेर बेलुकाको सब्जी अब के खानु हुने होइन, सब्जी हरियो पऱ्यो आज हाम्रोमा यति बेसी फलिरहेको छ अहिले हो। अन्त सब्जी पकाएँ हो, यो छुर्पीको चटनी के बनाएँ। अनि भाइ चाहिँ पढ्दै थियो हो। अन्त चाहिँ म अन्त यहाँ खानासाना खाँदै नानीसँग एकछिन भिडियो बनाएको थिएँ। सो थ्याङ्क यू फर वाचिङ गाइस, बाई बाई, सी यू नेक्स्ट भिडियो। सपोर्ट गर्दै गर्नुहोस्, माया गर्दै गर्नुहोस्, लभ यु अल, बाई बाई।